हेलो हेलो एभ्रिवान। आज चाहिँ हामी चाहिँ खेल्दै खेल्दै जाँदैछौँ। कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ जाँदैछौँ सेन्सबेरी होइन। सेन्सबेरी चाहिँ यहाँ लन्डनको चाहिँ लोकल दोकान। अन्त आज चाहिँ बाहिर धेरै मौसम एकदमै ठन्डा छ। हाइनेक कटराईको यो ज्याकेट त्यहाँदेखि फेरि माथिबाट डेनिम ज्याकेट लगाएर चाहिँ म चाहिँ जाँदैछु दोकान। दोकानमा चाहिँ किन भन्दाखेरि चाहिँ हामी चाहिँ मसिनो अब लुगाहरू चाहिँ 15-16 दिनमा चाहिँ अब कम्ती हुन्छ नि त, हामीलाई चाहिन्छ। त्यो भएर गर्दाखेरि चाहिँ होटेलमै धुँदै राख्दै अब सुकाउँदै गर्छौँ नि त। अन्त चाहिँ हाम्रो चाहिँ एरियल सकेछ चाहिँ हामी चाहिँ एरियल ल्याउनु गएको होइन। अन्त हामी चाहिँ पुगिसकेको छौँ सानो सेन्सबेरी। पहिला हुँदा पनि हामी चाहिँ यहीँ गएको। अन्त हाम्रो चाहिँ होटेलबाट चाहिँ बिल्कुलै पासमा छ। त्यहाँ चाहिँ फ्रुटको स्यालेडको दोकान। अन्त आफ्नो आफ्नो सेक्सन। अन्त कुन चाहिँ एरियल लानु भनेर चाहिँ मैले फोटो खिचेर म्याडमलाई पनि पठाएँ। अन्त आफूले पनि हेर्दै थिएँ। त्यहाँनिर बिस्किटहरूको दोकान अब सेक्सन आफ्नो आफ्नो, चक्लेटहरूको सेक्सन रहेछ आफ्नो आफ्नो। अन्त मैले चाहिँ एरियल लाने भनेर चाहिँ एरियल उठाएँ होइन। अन्त यो चाहिँ बिस्कुट सेक्सन रहेछ। यो चाहिँ बिस्किटहरू मात्रै थरी थरीको, कोही चाहिँ देखेको बिस्कुट कोही नदेखेको। अन्त यो चाहिँ ड्रिङ्क्सहरू अब अलिकति है पिए पनि नपिए पनि आफूले यसो ड्रिङ्क्स हेर्नु त पायो भनेर चाहिँ म चाहिँ ड्रिङ्क्सहरू हेर्दै हेर्दै गएँ। थरी थरीको के कहिले नदेखेको ड्रिङ्क्सहरू। अन्त म चाहिँ निकै छक्कै पर्दै नै हेर्दै भिडियो बनाएको। यो चाहिँ धेरै क्युट नै रहेछ। यो चाहिँ स्याम्पियन होला सायद, साह्रै नाम चाहिँ थाहा छैन मलाई। अन्त हामीले चाहिँ एरियल लिएर चाहिँ गयौँ। त्यहाँ मसिनमा चाहिँ आफूले पे गर्नुपर्ने हुने रहेछ। त हामी चाहिँ पैसै नपसेर यहाँनिर चाहिँ ट्राई गर्दै थियो ठुलो केटीले। त्यहाँदेखि बल्ल बल्ल पैसा पस्यो। 20 पाउन्ड हालेको होइन। त्यहाँदेखि चेन्ज वेन्ज भएर पैसा काटेर चेन्ज भएर ठिक्कै निस्किँदो रहेछ अटोमेटिक। अन्त हामी चाहिँ एरियल लगेर चाहिँ गयौँ हामी चाहिँ घर। यो चाहिँ रेड लाइटमा चाहिँ हामी उभिरहेछौँ। यहाँको चाहिँ नियम चाहिँ कस्तो छ भने चाहिँ ग्रिन भएर चाहिँ मान्छे हिँड्नेको यस्तो नक्सा आएपछि चाहिँ हिँड्नु पाउँछ कि सबैजना गाडीहरू सबै रोकिन्छ। अन्त यति चाहिँ यहाँको ट्राफिक रुल चाहिँ यस्तो चाहिँ राम्रो लाग्यो। त्यो मौसम पनि कालो कालो नि घरि पानी आउँदै हुँदै थियो। त डिजर्ट दोकानहरूको चाहिँ मैले फोटोहरू खिच्दै नै जाँदैछु भिडियो बनाउँदै। अन्त यहाँ चाहिँ प्रायः मान्छेकोमा चाहिँ एक एकवटा कुकुर चाहिँ हुन्छ होइन साथमा। अन्त हामी चाहिँ त्यसो गर्दै गर्दै भिडियो बनाउँदै होटेल पुगिसकेको छौँ होइन। लिफ्टमा चढेर चाहिँ अब हामी जाँदैछौँ। म र यो सानो केटी चाहिँ भिडियो बनाउँदैन, ठुलो चाहिँ मान्दैन भिडियोहरू बनाउनु। त्यही भएर ठुलोको चाहिँ भिडियो पनि बनाउँदिनँ, फोटोहरू पनि खिच्दिनँ। सो अहिले चाहिँ हामी रुममा आइपुगिसकेको छौँ है। आजलाई यति नै, बाइ बाइ।